नमस्कार सबैजनामा। योभन्दा अगाडि हामीले फर्स्ट पार्टमा ग्राउन्ड फ्लोर प्लान गरेको थियौँ, सेकेन्ड पार्टमा फर्स्ट फ्लोर प्लान, त्यसपछि थर्ड पार्टमा आज सेकेन्ड फ्लोर प्लान गर्छौँ है हामी। ओके, अब सुरु गरौँ है त। ओके, मैले अलरेडी खोलेको थिएँ। यो फर्स्ट पार्टमा यो ग्राउन्ड फ्लोर प्लान गरेको थियो, सेकेन्ड पार्टमा फर्स्ट फ्लोर प्लान गरेँ। अब थर्ड पार्टमा सेकेन्ड फ्लोर प्लान है। सेकेन्ड फ्लोर प्लान हेरौँ पहिला एकचोटि। सेकेन्ड फ्लोर प्लान हेर्ने हो भने ओके के छ, यो बाल्कनी सेम छ, टोइलेट बाथरुम सेम छ, बेडरुम सेम छ, किचन सेम छ, टोइलेट बाथरुम पनि सेम छ। यहाँ फ्यामिली रुम राखेको छ अनि यता टेरेस निकालेको छ। अलिकति फरक छ है, यसलाई नै कपी गर्दा हुन्छ। ओके, यसलाई म के गर्छु, यसलाई नै म कपी गर्छु, सिओ गरेर कपी गर्छु, कमान्ड लिएर। कपीको कमान्ड सिओ है, सिओ। ओके, यसलाई कपी गरेँ। त्यसपछि मैले के गर्छु, यसलाई म ब्लक बनाउँछु है पहिला। ग्राउन्ड फ्लोरलाई ब्लक, बी इन्टर ग्राउन्ड फ्लोर प्लान। ओके, प्लान होइन, ग्राउन्ड फ्लोर प्लान भनेर ब्लक बनाइदिएँ। ओके, भनेपछि यसमा के चेन्जेस हुन्छ भने, के चेन्जेस भनेपछि टेरेस प्लान छ है यहाँ। ओके, हामीलाई चेन्ज हुनु भनेको यो। पहिला म यसलाई यो अनि त्यसपछि यसलाई सिलेक्ट सिमिलर गर्छु अनि हाइट गरिदिन्छु, यसलाई आइसोलेट गरिदिन्छु, हाइट अप्सेट गरिदिन्छु है, अनि सजिलो हुन्छ काम गर्नु। ओके, चाहिने भनेको फेरि एकचोटि हेरौँ फोटो। टप फ्लोर प्लान चाहियो, यो लेभलसम्मको टप फ्लोर प्लान चाहियो। भनेपछि टेरेस टप, माथिबाट टपले निकाल्छ अनि यहाँको चाहिँ ठिक छ, यो लेभलसम्म चाहियो होइन, ठिक छ। भनेपछि हामीले डिलिट गर्नु नचाहिने कुराहरूलाई चाहिँ डिलिट गरिदिउँ, यसलाई डिलिट गरिदिउँ। यहाँनिर टेरेस निकालेको छ, डिलिट। त्यसपछि यहाँ कोलम सोलम देखिँदैन, डिलिट। अर्को टप निकालेको छ, डिलिट। डिलिट, यसलाई पनि डिलिट गरिदिएँ। ओके, डिलिट। अब यहाँ हेरौँ है, अलिकति यहाँ के हेरौँ, इमेजमा हेरौँ है। यहाँनिर यो सिधा स्ट्रेटमा बनाएको छ कोलम सिधा होइन। भनेपछि हामीलाई के चाहियो, हामीलाई यो पनि डिलिट गरिदिँदा भइहाल्छ होइन। त्यो नगरौँ, कन्ट्रोल जेड, यो नगरौँ, यो डिलिट। ओके, यसलाई स्टेज गर्दै यहाँदेखि, अथवा स्टेज कमान्ड दिएर पनि स्टेज गर्न सकिन्छ, अथवा यहाँदेखि स्टेज होइन, यसलाई पनि स्टेज कमान्ड एस इन्टर गरेर पनि गर्न सकिन्छ, यहाँदेखि नै गर्न सकिन्छ। ओके, स्टेज। त्यसपछि अरू हेरौँ, यहाँनिर के छ अरू हेरौँ। यहाँनिर डोर छ, डोर सेम टु सेम प्लेसमै छ, ठिक छ। ठिक छ। यहाँबाट झ्याल राखेर छ, W2 राखिदिन्छु म यसमा। W2 होइन, म W1 राखिदिन्छु यसमा स्पेसिफाई गरेर रहेन छ झ्याल भनेर होइन, W1 राखिदिन्छु। ठुलो लाइट पस्छ नि त ट्याक्क, साउथको लाइट होइन। ओके, एफ इन्टर। ओके, क्लियर गरिदिएँ यसलाई, यहाँसम्म गइहाल्यो होइन। ठिक छ, यहाँदेखि टप भयो। किन यहाँ वाल, यहाँसम्म वाल निकालेर रहेछ, यहाँ म प्यारापेटले नै राखिदिन्छु, प्यारापेट वाल नै राखिदिन्छु यहाँसम्म। ओके, ल ठिक छ। अब यसलाई के गर्नु पऱ्यो, पहिला म ब्रेक गर्छु, यसलाई एकछिनमा गर्छु। यहाँनिर के गर्छु, यसमा के छ, यसमा खाली राखिदियो होला, खाली छ होइन। त्यसपछि यहाँनिर
यसमा चाहिँ डोर विन्डो राख्छ एक्सएल इन्टर भी इन्टर गर्छु त्यसपछि यहाँनिर विन्डो राख्छ होइन यहाँ इन्टर गरेर म्याच कलर गरेर यसलाई म म्याच गरिदिन्छु ओ इन्टर 6 फिटको विन्डो राखिदिन्छु है म यहाँ 6 फिटको विन्डो राखिदिन्छु ओके ओके टिआर इन्टर त्यसपछि यो 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 लेट एफ इन्टर एम इन्टर ओके फिलेट 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 ओके त्यो भयो होइन ग्रुप भयो ओके भयो त्यसपछि म विन्डोको लेयरमा जान्छु एल इन्टर गर्छु ओके एल इन्टर गर्छु एल इन्टर त्यसपछि यसलाई यहाँसम्म जान्छु अनि ओ इन्टर तिन 9 इन्चको वाल भएको कारणले 3 इन्च एउटा सिम्बल न होइन 3 इन्च होइन राख्छु यो टोइलेट एन्ड बाथको लागि ठिक छ टोइलेट एन्ड बाथको लागि त्यहाँ छ कि छैन यहाँ यहाँ त त्यहाँ रहेनछ उता भेन्टिलेसन एउटा भेन्टिलेसन त्यहाँ रहेछ अनि त्यसपछि यहाँनिर डोर दिएको रहेछ सेम डोर दिएको रहेछ यसलाई म एमआई गर्छु मिरर गर्छु नो नो गर्छु यसलाई मुभ गर्छु एम फर मुभ गरेर म यसलाई यहाँनिर राख्छु त्यसपछि यो ट्याग यसलाई सिओ गरेर कपीको कमान्ड सिओ है यसलाई म अर्थ अफ गरेर यहाँनिर राखिदिन्छु है भनेपछि डी अब यो चाहिँ के सिम्बल के चेन्ज हुन्छ यहाँदेखि डाउनमा किनभने यहाँदेखि अपमा जाँदैन ओके ओके यसलाई चाहिँ यहाँनिर म ल्याइदिन्छु अनि त्यसपछि यसलाई चाहिँ म यहाँ फर मुभ गरेर यसलाई म यहाँनिर राखिदिन्छु ओके यसलाई म डाउन डिएन भनेर राखिदिन्छु डिएन किन किन किनभने अब हामी टप फ्लोर प्लान अथवा टेरेस प्लानमा आइसक्यौँ है टेरेस प्लानदेखि माथि स्टेयर उकालो होइन अब टेरेस प्लानदेखि ओह्रालो झर्नुपर्छ टेरेस प्लानदेखि उकालो स्टेयर हुँदैन राखिँदैन किन कहाँ जाने टेरेस प्लानदेखि होइन ल्यापटपमा जानुको लागि बाहिरबाट राखिन्छ होइन भित्रै बाहिरबाट राखिन्छ नत्र त भर्याङ छोप्ने त चाहियो नि त ल्यापटप होइन भर्याङ छोप्ने ल्यापटप चाहिने भएकोले अब यहाँ टेरेस के हुन्छ यसलाई चेन्ज गरिदिनु टेरेस प्लान गर्नु टेरेस प्लान गर्नु टेरेस प्लान टिइआरआरएसी टेरेस प्लान अनि यहाँदेखि भर्याङ छोप्ने त चाहियो होइन भर्याङ छोप्ने चाहियो त्यसपछि टेरेस प्लानसम्म स्टेयर आयो त्यसपछि त्यहाँदेखि माथि जाँदैन किन माथि ल्यापटप हुन्छ ओके त्यहाँदेखि माथि स्टोरेज छैन होइन त्यसपछि किनभने त्यहाँ ल्यापटप हुन्छ भर्याङ छोप्ने हुन्छ है त्यसपछि यहाँ डाउनको सिम्बल किन अब टेरेस प्लानदेखि चाहिँ ओह्रालो जाने होइन टेरेस प्लानसम्म उकालो टेरेस प्लानदेखि ओह्रालो ओके यो भयो डाइनिङ यहाँ छैन यसलाई के बनाएको छ फ्यामिली रुम बनाएको रहेछ रुम बनाएको रहेछ फ्यामिली रुम बनाएको छ होइन हेरौँ त्यही पनि अझै फ्यामिली रुम बनाएको छ यसलाई फ्यामिली रुम बनाएको छ होइन त्यसपछि 7 फिट बाई 13 फिट 3 इन्चको बनाएको रहेछ 7 फिट बाई 13 फिट 3 इन्च होइन 7 फिट बाई 7 फिट बाई 7 फिट बाई 13 फिट 3 इन्च 13 फिट 3 इन्च ओके 7 फिट बाई 13 फिट 3 इन्च ओके यसलाई म मुभ गर्छु एम इन्टर गरेर अलिकति यतातिर राखिदिन्छु है त्यसपछि किचन सेम टु सेम छ टोइलेट एन्ड बाथ सेम टु सेम छ अरू के छ सबै अरू त सेम नै छ कि के हो त्यसपछि सेम त्यसपछि यहाँ त अफ नै लेखेको रहेछ डाउन लेख्नु पर्ने यहाँनिर मिस्टेक गरेर रहेछ डाउन लेख्नु भने यहाँ अफ नै लेखेर रहेछ हेर्नु त त्यसपछि यहाँ डाउन लेख्नु पर्ने त्यसपछि भनेपछि बेडरुम ओके यहाँ बेडरुम सेम छ त्यसपछि टोइलेट एन्ड बाथ सेम छ किचन यो भनेपछि यहाँ प्यारापेट वाल छ ठिक छ अरू त उस्तै छ यहीँनिर मात्रै एउटा यो बाहिरबाट स्पाइरल टाइप स्टेयर दिएको रहेछ यो ओके यसलाई डिलिट गरिदिउँ त्यसपछि यहाँनिर डबल रहेछ है यसरी डबल हुन्छ है डबल हुनु हुँदैन यसलाई के गरौँ ओ इन्टर गर्छौँ यो माथिसम्म भएको रहेछ है मलाई पहिला यसलाई एक्सप्लोर गर्छु एक्स इन्टर गर्छु
इएल गर्छु ए सरी इएल गर्छु यहाँ नम्बर म्याथ्स म्याथ्स जस्तो जस्तो बनाउनु भने त्यसलाई पहिला त्यसपछि जुन बनाउनु भने त्यसलाई त्यसपछि के डिलिट एफ इन्टर आर इन्टर जेरो इन्टर मल्टिपल एम इन्टर ओके यो 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 त्यसपछि यो यो ओके ग्रुप भयो भयो म यसलाई 9 इन्चको प्यारापेट वाल दिन्छु 9 अफसेट गर्छु ओ इन्टर 9 इन्चको प्यारापेट वाल दिन्छ है 9 इन्चको प्यारापेट वाल ओके त्यसपछि यहाँ बिचमा रेलिङको पार्ट पनि 4.5 इन्च देखाइदिउँ इन्टर 4.5 इन्च रेलिङको पार्ट देखाइदिउँ नदेखाउँदा पनि हुन्छ यता देखाइदिएको है तर नदेखाउँदा नि हुन्छ देखाइदिएँ भनेपछि यहाँ भइहाल्यो त्यसपछि अरू के चाहियो भनेपछि हामीलाई चाहियो भने प्यारापेट भइहाल्यो टोइलेट एन्ड बाथ भयो लगभग लगभग सक्यो कि यसको त यसको पनि लगभग लगभग सक्यो जस्तो छ हेरौँ फेरि अझै यो भयो यो स्पाइरल टाइप स्टेयर यो चाहिँ अर्को आफूसँग भएको प्लानबाट कपी गर्दा नि हुन्छ बनाउँदा नि हुन्छ बनाउँदा चाहिँ अलिक समय लाग्छ र मात्रै त्यही पनि म बनाइदिइहाल्छु है यहाँनिर जस्तै म स्टेयरको लेयरमा जान्छु सी इन्टर गरेर कप सर्कल बनाउँछु 2 इन्च जतिको बनाइदिन्छु रेलिङको लागि त्यसपछि अफसेट गर्छु ओ इन्टर अफसेटको लागि ओ इन्टर त्यसपछि कति 2 इन्च गर्छु अफसेट 2 इन्च नै गरिदिन्छु ओके हो होइन यसलाई म 1 इन्चको गरिदिन्छु अफसेट ओ इन्टर 1 इन्चको गरिदिन्छु अफसेट है ओके त्यसपछि फेरि सी इन्टर गर्छु म 2 फिट 6 इन्च जतिको सी इन्टर गर्छु त्यसपछि म यसलाई 2 फिट 6 इन्च जतिको होइन म सर्कल बनाउँछु ओ इन्टर गर्छु 2 इन्च गरिदिन्छु अफसेट यसलाई 2 इन्चको गरिदिन्छु त्यसपछि एउटा लाइन तान्छु याल यसरी बनाउन सकिन्छ कसरी बनाउने भने यो त कपी गर्दा हुन्छ है यो यस्तो नि यसरी यसो सिम्बल मात्रै देखाउनुको लागि यहाँदेखि स्टेयर छ भनेर है त्यसपछि यसलाई म एरे गर्छु सिलेक्ट गर्ने एआर एरेको लागि के छ कमान्ड एआर इन्टर ओके त्यसपछि पोलार सिलेक्ट गर्ने त्यसपछि सेन्टर स्पेसिफाई सेन्टर पोइन्ट ठिक छ ओके अब यहाँनिर कतिवटा बनाउने म अहिलेलाई 13वटा दिन्छु 13 स्टेप दिन्छु है यो हिसाब गरेर निकालिन्छ कतिवटा स्टेप ठ्याक्क हुन्छ भनेर जस्तै अब रुखको हाइट कति राख्ने त्यो अनुसार हुन्छ है अहिलेलाई म 13 दिइराख्छु होइन 13 दिइराख्छु होइन 13 दिइराख्छु त्यसपछि यो 360 ठाउँमा म 270 राखिदिन्छु ओके 270 राखिदिन्छु ओके त्यसपछि म एउटा के गर्छु भने यो स्टेयर भनेको यसरी राख्छु एक्सएल इन्टर भी इन्टर गर्दा म भर्टिकल टाइम जान्छ अब अलाइन गरिदिन्छु है यसलाई के हो अलाइनको अलाइन अलाइन भनेको के ठ्याक्क कमान के अलाइनको एएल इन्टर अलाइनको लागि कमान उनलाई म पुरै यसलाई सिलेक्ट गर्छु ओके इन्टर ओके त्यसपछि म कसरी अलाइन गर्छु यो पार्ट यहाँ जाओस् होइन यो पार्ट यहाँ जाओस् ओके इन्टर गरिदिन्छु ओके इन्टर ओके अझै पनि भएन ओके कन्ट्रोल जेट पहिला म यसलाई के गर्छु भने रोटेट गर्छु अलिकति रोटेट गर्छु है आरो इन्टर होइन रोटेट गर्छु अब चाहिँ अलाइन गरिदिन्छु होइन एएल 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 अलाइन होइन सिलेक्ट अब्जेक्ट इन्टर त्यसपछि यो पार्टलाई म यहाँ लगिदिन्छु यो पार्टलाई म यहाँ लगिदिन्छु इन्टर इन्टर ओके अलाइन भयो भयो ओके त्यसपछि म यसलाई डिलिट गरिदिन्छु ओके यसलाई म डिलिट गरिदिएँ त्यसपछि म के गर्छु भने यहाँनिर अलिकति सानो रेलिङहरूको ह्यान्डलहरूको अलिकति हुनु चाहिँ ह्यान्डलहरू भइहाल्यो यो बिचको पोस्ट भयो होइन भनेपछि यहाँनिर म के गर्छु एउटा के बनाउँछु एल इन्टर गर्छु एल इन्टर गर्छु अनि यहाँनिर यस्तो गर्छु त्यसपछि यहाँ पनि एल इन्टर गर्छु एल इन्टर गर्छु कन्ट्रोल जेट अप्सन यो एल म यति जति बनाउँछु एल होइन त्यसपछि यसलाई पनि म यसलाई डिलिट गर्छु एल इन्टर गर्छु यो स्केलमा हुँदैन है नट टु स्केल है यो त्यतिकै सिम्बलको लागि मात्रै स्केलमा नगर्दा हुन्छ है त्यतिकै सिम्बलको लागि मात्रै है यो यसलाई यसरी गर्छु
जसरी विन्डो सिम्बलको लागि मात्रै बनाइएको थियो नि हो त्यसरी नै सिम्बलको लागि मात्रै बनाउने है यो युआर इन्टर गरेर म यसलाई ट्रिम गरिदिन्छु ओके। त्यसपछि म के गर्छु भने यसमा आरइसी गर्छु। आरइसी गरेर एउटा सानो उयो जस्तो बनाइदिन्छु। यस्तो बनाइदिन्छु एल इन्टर गरेर सानो पोस्टरको लागि बनाइदिन्छु। त्यसपछि म फेरि एल इन्टर गर्छु। यसलाई म ट्र्याक पोइन्ट लिएर एल इन्टर म के गर्छु म यसलाई ट्र्याक पोइन्ट यसलाई लिएर म ओके यसलाई ट्र्याक पोइन्ट लिएर म एउटा एल तान्छु यहाँ होइन। त्यसपछि के गर्छु के गर्छु भने म त्यसपछि यसलाई एल इन्टर गर्छु। त्यसपछि यहाँसम्म म तान्दिन्छु अहिलेलाई रफली ओ इन्टर गर्छु। यो भने 2 इन्च हामीले अप्सेट गरेको थियौँ 2 इन्च गर्छु ट्याक्क आयो होइन। त्यसपछि म यसलाई यो लाइनलाई छोडिदिन्छु। एल इन्टर गरेर म यहाँदेखि एउटा लाइन बनाउँछु है लाइन बनाउँछु। त्यसपछि ओ इन्टर गर्छु 1 इन्च भित्र 1 इन्च बाहिर गरेर म बनाउँछु है ए सरी ठिक छ। त्यसपछि ओ इन्टर यसलाई म ठिक छ यसलाई म के गर्छु भने ओ इन्टर 2 इन्च 2 इन्च यो साइडमा होइन ठिक छ। बट ओ इन्टर 1 इन्च यता र यता 1 इन्च राखिदिन्छु है म ओके। ओके ओ इन्टर सरी 1 इन्च होइन यतापट्टि यो मैले डबल गरेको छु क्या ओके। यस्तो गर्छु त्यसपछि एक्सटेन्ड गरिदिन्छु एक्स एक्सटेन्डको कमान्ड एक्सटेन्ड त्यसपछि यसलाई डिलिट गरिदिन्छु बिचकोलाई। त्यसपछि म के गर्छु भने यसलाई पनि एक्सटेन्ड गरिदिन्छु एक्स इन्टर गरेर म यहाँसम्म एक्सटेन्ड गरिदिन्छु ट्रिम गरिदिन्छु यसलाई ट्रिम गरिदिन्छु यसलाई म ओके भयो ल ठिक छ। त्यसपछि म एउटा एल रफली एउटा लाइन तान्छु एल इन्टर यहाँदेखि यहाँसम्मको एउटा लाइन तान्छु। त्यसपछि अर्को लाइन भनेको म यहाँदेखि यहाँसम्म यसलाई नै अप्सेट गरिदिन्छु ओ इन्टर 2 इन्च जति अप्सेट गरिदिन्छु म यसलाई ओके 2 इन्च जति अप्सेट गरिदिएँ होइन। त्यसपछि एफ इन्टर एम इन्टर मल्टिप्लाई होइन यो र यो र यो गरिदिएँ होइन। त्यसपछि कन्ट्रोल जेड ठिक छ ओके यसलाई गरिदिन्छु। त्यसपछि एल इन्टर गर्छु फेरि यहाँदेखि यहाँसम्म तानिदिन्छु एफ इन्टर एम इन्टर गरेर म यसलाई सरी एफ इन्टर एम इन्टर गर्छु। त्यसपछि यो ओके स्टेयर बन्यो स्टेयरको नमुना बन्यो नि होइन यो नमुना बन्यो भने भयो ओके ल ठिक छ। यसलाई म के गर्छु जस्तै अब यो स्टेयर कहाँनिर छ कहाँनिर हेरौँ है यहाँनिर राखेको रहेछ यो स्टेयर त्यतिकै ठ्याक्कै सिम्बल मात्रै ठ्याक्क राखिदिँदा भइहाल्यो होइन अरू ठुलो कुरा गर्नुपर्छ भन्ने छैन। यसलाई म ब्लक बनाउँछु एउटा बी इन्टर गरेर के गर्छु स्टेयर एसटिएआइआर स्टेयर भनेर म एउटा ब्लक बनाउँछु ओके सरी एसटिएआइआइआर भनेर म एउटा ब्लक बनाइदिएँ है स्टेयरको ठिक छ। त्यसपछि यसलाई म मुभ गर्छु एम फर मुभ एम इन्टर गरेर म यसलाई ठ्याक्क लगेर म यहाँनिर राखिदिन्छु ओके ल ठिक छ। स्टेयर पनि बस्यो अब यसमा ह्याच ओके पहिला म यसलाई हाइड गरेकोलाई म अनहाइड गरिदिन्छु है इन अब्जेक्ट आइसोलेसन गरिदिन्छु ओके भयो त भयो। त्यसपछि म ह्याच गर्छु ह्याच इन्टर यसमा ह्याच पहिला टेक्स्ट पहिला लेख्छु अनि ह्याच यसलाई कपी गर्छु सिओ इन्टर यहाँनिर कपी गरिदिन्छु लोअर ट्रेस भनेर राखिदिन्छु है लोअर ट्रेस लोअर ट्रेस लोअर ट्रेस भनेर राखिदिएँ है लोअर ट्रेस भनेर राखिदिएँ होइन। यहाँ इन्टर गरेर अलिकति यतातिर राखिदिन्छु म त यतातिर राखिदिन्छु है लोअर ट्रेस भनेर अरे यहाँ इन्टर सरी यहाँ इन्टर लोअर ट्रेस यतातिर यहाँ इन्टर यहाँ इन्टर यस्तो
म यतातिर राखिदिन्छु ओके लोवर ट्रेस भनेर त्यसपछि ह्याच गरिदिन्छु ह्याच इन्टर ओके यो स्केल यो यहाँ यहाँ त्यसपछि यहाँ यहाँ ह्याच गरिदिएँ है किन स्टेयरमा पनि देखियो पक्नै स्टेयरमा पनि किन देखियो स्टेयरमा नदेखिनु पर्ने है ह्याच इन्टर ल ठिक छ भयो ओके यहाँ ओके यहाँ यति ह्याच गरिदिएँ है यो भनेको लोवर ट्रेस यसको स्केल म बढाइदिन्छु 50मा पुऱ्याइदिन्छु 50 ओके लोवर ट्रेस ल ठिक छ लोवर ट्रेस भयो अरू केही छ चेन्ज यहाँ चेन्ज गर्नुपर्ने अरू त त्यस्तो चेन्ज गर्नुपर्ने देखिएन होइन ओके अरू भनेपछि अरू त सेम नै छ ओके ल यो टेरेस प्लान पनि सक्यो है अब ओके योभन्दा पहिला के मिलाउनु पऱ्यो डाइमेन्सन मिलाउनु पऱ्यो यसलाई डिलिट गरिदिउँ यसको काम छ होइन यसलाई पनि डिलिट गरिदिउँ यो पनि डिलिट गरिदिउँ त्यसपछि यसलाई चाहिँ बरु तन्काएर कहाँ ल्याउँ यहाँसम्म ल्याउँ है यसलाई तन्काएर बरु यहाँसम्म ल्याउँ होइन स्टेज गरेर होइन यो भइहाल्यो अनि त्यसपछि यो ठिक छ त्यसपछि यो 1 फिट 2 इन्च डिलिट 1 फिट डिलिट यो लाइन त डिलिट ए कन्ट्रोल जेड किन यो भनेको यो 1 फिट 2 इन्च चाहिँ डिलिट गरिदिउँ यो भनेको कोलुमको देखिरहेछ होइन ल ठिक छ ए कन्ट्रोल जेड यो पनि डिलिट नगरौँ यसलाई म स्टेज गरेर कहाँ यहाँसम्म ल्याइदिन्छु है ओके त्यसपछि सेन्टर टु सेन्टर छँदैछ यसलाई म स्टेज गरेर यहाँसम्म ल्याइदिन्छु होइन नदिँदा हुन्छ डाइमेन्सन यो तर पनि दिइराखौँ होइन यसलाई यहाँसम्म ल्याइदिएँ त्यसपछि म 9 इन्चको कोलुम छैन हामीसँग 9 इन्चको कोलुम छैन 1 फिट 1 इन्चको पनि छैन यसलाई म यो मुलालाई डिलिट गर्दा हुन्छ यसलाई डिलिट गर्दा हुन्छ यसलाई चाहिँ म यहाँदेखि यहाँसम्मको यो नदिँदा पनि हुन्छ है तर यो के भन्छ यो आउटर डाइमेन्सन भनेको यो वालसम्म मात्रै दिँदा नि हुन्छ यो प्यारापेटको नगन्दा नि हुन्छ अहिले त्यत्तिकै दिएको मात्रै है यहाँ नगन्दा नि हुन्छ नदिँदा नि हुन्छ दिँदा नि केही फरक पर्दैन भनेर देखाऊ है ल ठिक छ अरू सेम नै छ है ल ठिक छ अरू ठिक छ अरू सबै सेम छ ल यो थर्ड फ्लोर प्लान अथवा टेरेस प्लान पनि सक्यो है अब अर्को पार्टमा भनेको रुफ प्लान नबनाउँदा नि हुन्छ त्यही पनि म रुफ प्लान लिएर आउँछु है अर्को पार्टमा ओके